मित्रता सम्बन्धको नाम होइन, मनको भावना हो। नभेट्दासम्म को थियो, कस्तो थियो, सायद केही थाहा थिएन। तर जब भेट भयो केही समयमै यस्तो आत्मीयता बस्यो कि छुट्टिने बेला मन नै भारी हुने रहेछ। रुबिना एली र रुबिन खड्काको मित्रता पनि यस्तै एउटा सुन्दर उदाहरण बनेको छ। नेपाल आएर सँगै घुमेका ती दिनहरू, सँगै गरेका हाँसो मजाक, रमाइला पलहरू र एक अर्काप्रतिको सम्मानले उनीहरू बीचको मित्रतालाई अझै गहिरो बनायो। तर यो मित्रताको सुन्दर पक्ष अझै अर्को छ। रुबिनलाई साथ दिने उनकी श्रीमती, सम्बन्धलाई शङ्काको आँखाले होइन, विश्वास र समझदारीको आँखाले हेर्न सक्ने मन कति ठुलो हुन्छ भन्ने कुरा उहाँले देखाउनु भएको छ। आफ्नो श्रीमानको एउटा असल महिला साथीलाई पनि आफ्नै साथी झैँ सम्मान दिन सक्नु, सँगै हिँड्न सक्नु र बिछोडको छेडमा भावुक हुन सक्नु आफैमा एउटा सुन्दर उदाहरण हो। सामाजिक सञ्जालमा सम्बन्धलाई अनेक नाम दिएर पनि हरेक नजिकको सम्बन्ध प्रेम वा विवाह हुँदैन। केही सम्बन्ध यस्ता हुन्छन् जहाँ न स्वार्थ हुन्छ, न कुनै अपेक्षा हुन्छ, त केवल साँचो मित्रता, सम्मान र आत्मीयता। रुबिना नेपालबाट फर्किँदै गर्दा रुबिन र उनकी श्रीमतीसँग छुट्टिने त्यो क्षणले पनि यही कुरा सम्झायो। कहिलेकाहीँ छोटो समयको भेटले पनि वर्षौँ पुरानो सम्बन्ध जस्तो आत्मीयता दिन्छ। अनि छुट्टिने बेलामा आँखामा आउने आँसु नै त्यो मित्रताको सबैभन्दा ठुलो प्रमाण बन्छ। नभेट्दासम्म को हो, भेटेपछि कहिले फेरि भेटौँला, यही त हो सच्चा मित्रताको सुन्दरता। रुबिन र रुबिनाको यो स्वच्छ मित्रता र रुबिनलाई साथ दिँदै आएकी उनकी श्रीमती, तिनैजनाको यो आत्मीयता सम्बन्ध साँच्चीकै मित्रताको एउटा सुन्दर उदाहरण बनोस्।